एकातिर हिँडेको मान्छे अर्कोतिर गइयो। हे गाइज, वेलकम टु न्यू मिनी भिडियो। आयो सबैजना सन्चै हुनुहुन्छ होला, अनि म पनि सन्चै छु। आज चाहिँ हामी मटर बनाउनको लागि गयौँ, अनि मटर बनाउन जाँदा चाहिँ घरमा मान्छे थिएनन्। नभएको कारणले हामीले मान्छेलाई बोलायौँ, माथि कोठामा बस्नु भएको रहेछ। अनि मोटर लिएर हामी लाग्यौँ मोटर बनाउनतिर। यो चाहिँ ब्रोइलर फार्म हो, अनि यहाँ चाहिँ मासु सासु काटिन्छ। अनि यहाँ दाइ चाहिँ मोटर बोकेर म चाहिँ बनाउने सामान बोकेर लाग्यौँ मोटर बनाउने ठाउँमा। खेतमा हुन्छ मोटर, अनि त्यो मोटर बनाउनको लागि हामी लाग्यौँ नयाँ मोटर बोकेर। हिजो पनि गएको थियौँ, अस्ति पनि गएको थियौँ, बिग्रेको कारणले आज नयाँ ल्याउनु भएछ। अनि हामी गयौँ, जाँदैछौँ। अब गएपछि अनि यहाँ दाइलाई चाहिँ म के भन्दैछु क्या, त्यही भएर यसो होइन। अनि हामी मोटर बनाउने ठाउँमा पुग्यौँ। यो चाहिँ मोटर पानी झिक्ने इनार। अनि यहाँ मोटरको अब अनबक्सिङ हुन्छ। अनि यहाँ नयाँ मोटर देख्न सक्नुहुन्छ। यहाँ दाइले चाहिँ अनबक्सिङ गर्दै हुनुहुन्छ। यता चाहिँ धान छ, अनि यहाँ चाहिँ धेरैवटा मोटर जोडिएको छ एउटै इनारमा। नयाँ मोटर देख्नुहुन्छ यहाँ। नयाँ मोटर अनबक्सिङ पनि गऱ्यौँ। अनि यता चाहिँ दाइ मुत्न गए। मुत्न जाँदाखेरि किन जानुभएको भनेको मुत्न गएको भन्यो भने त अनि आउनुभयो, आगो बाल्नुभयो। हामीले चाहिँ पाइप त तार हाल्नुपर्ने हुन्छ, अनि त्यही भएर हामीले आगो बाल्दै हुनुहुन्छ यहाँ दाइले। पाइप त तर त्यो टुटीमा हाल्नुपर्ने अवस्था आएकोले हुँदाखेरि अब त्यो पहिलेको मोटरमा जोडेको पाइप चाहिँ नमिलेको कारणले अलि आगो बालेर फेरि तताएर हाल्नुपर्ने हुन्छ। अनि हामी आगो बाल्दैछौँ, यहाँ आगो बालेर तताउँदैछौँ। मोटर समाउनु पर्ने हुन्छ, नत्र ढल्छ। यो टुटी देखिरहनु भएको छ, यो टुटीमा हामीले त्यो पाइपलाई घुसार्नु पर्ने हुन्छ। घुसारेको तातेको रोइनेछ। अनि फेरि तताउँदातिर लाग्नुभयो दाइ। म चाहिँ हेरेँ भएँ। अनि अब चाहिँ घुसारीमा हामीले घुसारेर अब यसलाई बान्नु पनि पर्ने हुन्छ। दुईजनाले ठेल्यौँ। अब यसलाई बान्नुपर्ने अवस्थाले त्यो पनि तल झार्दै हुन्छ दाइले। अनि दाइले त्यो पाइप काँधमा बोकेकोले मैले पनि झारेँ। त्यसलाई मैले झार्दाखेरि चाहिँ कस्तो टाइट तरिकाले बान्नु भएको रहेछ। अनि त्यसलाई चाहिँ मिलाएर घुमाउनु पर्ने हुन्छ। अनि त्यसलाई बान्नतिर लाग्नुभयो दाइ। मैले त्यो चाहिँ पाइप चाहिँ काँधमा समाएँ। अनि काँधमा समायौँ। अब त्यसलाई चाहिँ टाइट तरिकाले बान्नुपर्ने हुन्छ। अनि पिलासले बान्दै हुनुहुन्छ दाइले। अब यसलाई बानिसक्यो। अब यसलाई हाल्नुपर्छ इनारतिर हाल्नतिर लाग्यो हामी दुईजनाले। एकजनाले डोरी र ताल्छ भने एउटाले पाइप समाउने, अनि त्यसलाई इनारभित्र हाल्ने। भिडियो बनाउने चाहिँ पछाडि घरपेटी आमै हुनुहुन्छ, त्यहाँ भिडियो बनाउन लाग्यौँ हामीले। अनि हाल्यौँ। यस्तो काम गर्नु पऱ्यो हामीले सम्झिन पनि सक्नुहुन्छ। अनि फिट पनि भयो। अब पानी आएको छ कि छैन भने हामी चेक गर्न पनि गयौँ। पानी त ठुलो आएको रहेछ। आजलाई यति नै। बाई बाई गाइज, अर्को भिडियोमा भेटौँला।